प्रहरी मुख दर्शक बनेर बस्न सक्दैन र बस्नु पनि हुँदैन। यस्तो अवस्थामा अहिले हाम्रो समाजमा अक्सर एउटा कुरामा भ्रम फैलाउने प्रयास गरिन्छ। प्रहरीले जनताको आवाज दबाउन खोज्यो, तर यथार्थ योभन्दा धेरै फरक छ हैन। संविधान र कानुनले प्रत्येक नागरिकलाई शान्तिपूर्ण रूपमा आफ्ना मागहरू राख्ने, विरोध गर्ने, आन्दोलन गर्न अधिकार दिएको छ। जबसम्म कुनै पनि व्यक्ति वा जनताले हैन शान्त ढङ्गले कसैलाई बाधा नपुर्याई सभ्य तरिकाले आन्दोलन गर्दछ भने तबसम्म नेपाल प्रहरी कहिल्यै पनि अघि सर्दैन। प्रहरी चुप लागेर बस्छ। नागरिकको लोकतान्त्रिक अधिकारको सम्मान गर्दै उनीहरू सुरक्षाका लागि मात्र त्यहाँ खटिन्छन्, किनभने प्रहरी पनि यही समाजको एक अङ्ग हो र नागरिकको न्यायपूर्ण आवाजप्रति उनीहरूको पनि सहानुभूति हुन्छ। तर जब आन्दोलनको नाममा अराजकता सुरु हुन्छ तब दृश्य बदलिन्छ। जबकि आन्दोलनकारीले आतङ्ककारी जस्तो व्यवहार देखाउन थाल्छन्, सार्वजनिक तथा निजी संरचनाहरू भत्काउने, आगो लगाउने, आपसी रिसराग प्रतिशोधमा उत्तिएर एकअर्का बीच झगडा गर्ने र ड्युटीमा खटिएका सुरक्षाकर्मी माथि नै ढुङ्गा प्रहार गर्ने जस्ता उग्र गतिविधि गर्छन्, तब मात्र प्रहरी मुख दर्शक बनेर बस्न सक्दैन र बस्नु पनि हुँदैन। यस्तो अवस्थामा शान्ति सुरक्षा कायम राख्न, सर्वसाधारणको जनधनको रक्षा गर्न र कानुनको सर्वोच्चता जोगाउन प्रहरीले अवश्य पनि नियन्त्रणमा लिन्छ र कानुनी कारबाही पनि गर्छ। भिडको आवरण हेरेर हैन, आवरणमा लुकेर गरिने अपराधलाई प्रहरीले कहिले पनि छुट दिँदैन हैन। त्यसैले प्रहरीको संयमतालाई कमजोरी ठान्ने गल्ती कसैले नगरौँ। शान्तिपूर्ण आन्दोलनको सधैँ सम्मान छ, तर आन्दोलनको नाममा गरिने आतङ्क र अराजकता विरुद्ध नेपाल प्रहरी सधैँ चट्टान चाहिँ उभिनेछ। वर्दीमा रहेका राष्ट्र सेवक कर्मचारीहरूको धैर्यता र साहसलाई उच्च सम्मान गर्न चाहन्छु। धन्यवाद। जय नेपाल, जय देश।